एमर्जेन्सीमा पनि रेडी, भोग लागेको बेला हिरो इन्ट्री। ड्राई चटपटे हप्ता दिन हुँदा पनि नउसिनी गरेर कसरी स्टोर गरेर राख्नु मिल्छ भनेर म यो भिडियोमा देखाउने छु। सुरुमा त चटपट मसाला बनाउँदैछु। तोरीलाई सुरुमा भुटे, त्यसपछि धनियाँ, जिरा, टिमुर अनि अलिकति सौंफ हाले। धेरै हैन, एकछिन भुटिसकेपछि तिल र सुकेको रातो खुर्सानी हालेर 20-30 सेकेन्ड फेरि पनि भुटे। मिक्सरमा हालेर पिसेपछि चटपट मसाला रेडी भयो। एउटा ठुलो बोटकोमा सुरुमा वाइवाई च्याउचाउ 4वटा हालेको छु। त्यसपछि त्यही अनुसार भुजा हाले। दालमोट, बदाम के हाल्नु मन लाग्छ हाले हुन्छ। त्यसपछि चौचौको सुप, बिरे, नुन, मसाला, चाट मसाला, चटपट मसाला, नुन र खुर्सानी स्वाद अनुसार। अनि लास्टमा 1बाट 2 चम्चासम्म तोरीको तेल हालेर मजाले मिक्स गरिदिने। तेल धेरै हाल्यो भने छिट्टै ओसिन्छ, त्यही भएर 1 कि 2 चम्चा कोटिङको लागि मात्र अलिकति हाल्ने हो। सामग्रीहरू सबै ड्राई इन्ग्रेडिएन्ट। त्यसपछि जिपलक ब्यागमा एयरटाइट गरेर स्टोर गर्यो भने लङ लास्टिङ चाहिँ रहन्छ। आलु, प्याज, धनियाँ अरू सबै कुरालाई चाहिँ फ्रिजमा पहिला नै स्टोर गरेर राख्ने। चटपट खाने बेलामा माथिबाट हालिदिने, अलिकति कागती अनि मिक्स गरेपछि चटपट रेडी भइ त हाल्यो। यो भिडियोको लागि यति नै। ओके बाइ।